एपिसोड 9 फर्किएको छाया। कहिलेकाहीँ नियति त्यही ठाउँमा फर्किन्छ जहाँबाट सबै कुरा सुरु भएको थियो। अबी काँधमा झोला बोकेर सडकमा हिँडिरहेको छ। सूर्यास्तको सुनौलो उज्यालो र हावामा चेरीका पातहरू उडिरहेका। उसको नजर पुरानो चिया पसलमा पुग्छ, त्यही ठाउँ जहाँ मीरासँग पहिलो भेट भएको थियो। तर आज त्यहाँ मीरा छैन। टेबलमा भने एउटा चित्र छ, अबी र मीरा एकसाथ मुस्कुराइरहेका। चित्रमुनि एउटा नोट छ, फूलहरू फेरि फुल्न थालेका छन्। तिमी तयार छौ? अबीको हात काँप्छ, उसको आँखा रसाउँछ, तर ओठमा हल्का मुस्कान छ। हावामा चेरीका पातहरू फेरि नाच्न थाल्छन् र सुनौलो उज्यालोमा उसले टाढाबाट एउटा परिचित छाया देख्छ। रातो छातामुनि हिँड्दै आइरहेकी उनी, मीरा। सायद यो अन्त्य होइन, यो त बस अर्को सुरुवात हो। टु बी कन्टिन्युड। एपिसोड 10 नयाँ बिहान, अ न्यू डॉन।